हेर्नु है एम्प्लिफायर कस्तो छ। ए मसप्याड पनि पुरै खिया लागेको छ यहाँ। माइक्रोको ज्याला छ यस्तो। यसलाई कस्तो बनाउँछु म। पछाडिको इन्टरफेस हेर्नुहोस् यस्तो छ। अगाडिको भाँच्ची छ यो ग्रुपहरू निकालेको छु मैले। चाहिँ पहिला बनाउँदैछु म कस्तो बनाउँछु यिनीहरूलाई। हेर्न सक्नुहुन्छ भर्खर मैले बोर्डर हानेर यसको सफा गरेँ। यसको हेर्नुहोस् अबिर छ हेर्नुहोस् तल यो ट्रान्सफर्मर खोल्नुपर्छ। अब यसको मुनि के भेटिन्छ हेर्न सक्नुहुन्छ। पानी परेर यस्तो खिया लागेको छ। यो बोर्डहरू खिया लागेर कस्तो भएको छ। मेरो कपडाभरि कस्तो भएको छ। मेरो मोबाइल त धुलो भएको छ कि फाइनल्ली क्लिन भएर सकियो होइन। अब म चाहिँ यसको मेनलिटी हेर्दैछु होइन। ट्रान्सफर्मरको तार हेर्दैछु कस्तो भएको छ यसको। यसमा के फल्ट पायो भन्दा यो एउटा यसको अन अफ स्विच हुन्छ। यो स्विचको फल्ट पाएँ। अनि पछाडि एउटा फ्युज हुन्छ यस्तो खाले फ्युज हुन्छ। म तपाईँलाई देखाउँछु। यस्तो खाले फ्युज हुन्छ। यो फ्युज पनि जलाएको रहेछ। अनि यो तपाईँले देख्नुहुन्छ ट्रान्जिस्टर यो पनि मैले चेन्ज गरेछु। मैले चाहिँ एम्प्लिफायरमा चाहिँ करिब 7-8 हजार जतिको खर्च भेटाएँ होइन। यसको मसप्याडहरू सबै गएको रहेछ। नहोला एम्प्लिफायर आउँछ डिस्प्लेमा नि पावर आयो। सो एम्प्लिफायरको चेक गराउँछु है म तपाईँहरूलाई। हेर्नुहोस् मैले केबल इन्सर्ट गरेको छु पछाडि होइन। यहाँ हर्न जोडेको छु एउटा। नभेटे कालीको छल्का हुन्छ मन। सानुलाई भेटेपछि हल्का हुन्छ मन। यो एम्प्लिफायरको चाहिँ करिब 8000 जति खर्चमा सबै सेट नयाँ बनेको छ। यो नयाँ सेट नै भन्दा फरक पर्दैन। यसको बडी मात्र हल्का डेन्ट भएको हो। यो एम्प्लिफायरको चाहिँ पुरै सर्भिसिङ हेर्न सक्नुहुन्छ। लुक्स नै नयाँ आएको छ।